Thank you. First of all, I want to thank the Cure team who organized such a dynamic and enthusiastic program which helped us to learn all new things and presentation skills. अब सुरु गर्न भन्नु पहिला आफ्नो प्रमोसन गर्नु है के तपाईहरुको आफ्नो आफ्नो मान्छेको चाहिँ एनिभर्सरी छ बर्थडे छ त्यसपछि अरू पूजाहरू छ भने तपाईहरुलाई गिफ्टको आवश्यकता छ पैसा थोरै तर गिफ्ट राम्रो चाहिएको छ भने चाहिँ यदि हजुरहरु त्यसको खोजीमा हुनुहुन्छ भने चाहिँ देयर इज दिदी बहिनी नेम टु क्राफ्ट यो चाहिँ एउटा अनलाइन बेस्ड बिजनेस हो यो चाहिँ मैले आफै वर्क गरेको बिजनेस स्टार्ट गरेको चाहिँ खासै धेरै समय भएको छैन लगभग 2-3 मन्थ्स भएको छ र अब मेरो जर्नीको बारेमा भन्नुपर्दा चाहिँ फर्स्टमा चाहिँ मैले आफ्नो हृदयदेखि नै मैले मेरो साथी ओनिला थापा थापामगरलाई चाहिँ एकदमै धेरै धन्यवाद भन्न चाहन्छु उसको इन्फ्लुएन्सबाट नै उसले गर्न सक्छ भने ऊ चाहिँ एकदमै धेरै क्रिएटिभ र सबै कुरा गर्नमा चाहिँ एकदमै धेरै जान्ने थियो र उसले गर्न सक्छ भने मैले किन गर्न सक्दिनँ त ऊ पनि यही बसिरहेको मान्छे ऊ पनि हेरेको मान्छे र उसले गर्न सक्छ भने मैले चाहिँ किन गर्न सक्दिनँ त भन्ने ममा क्वेसन आयो र मैले चाहिँ म पनि गर्न सक्छु भनेर चाहिँ मैले यो जर्नी स्टार्ट गरेको हो र मेरो साथीहरू चाहिँ एकदमै धेरै सपोर्टिभ अब अस्ति क्रिएसन उसले चाहिँ अलि पहिलेदेखिबाट सुरु गरे हो र उसले गरेको देखेर चाहिँ म एकदमै मोटिभेट भएर उसले गर्दा पनि म पनि गर्छु आफूले तपाईँहरू आफूले ख्याल गर्नु आफूले गरेको सानो सानो कुराहरू पनि हजुरलाई यति धेरै इम्पोर्टेन्स लाग्छ नि त्यो हजुरले आफूले क्रिएट गरेपछि चाहिँ बल्ल थाहा हुन्छ र अब मेरो प्रडक्टहरूको बारेमा भन्नुपर्दा चाहिँ इन्भेन्टरी हो इन्भेन्टरी भनेको चाहिँ अब बुनेर बनाउने कला हो र अर्को चाहिँ क्रोसेट आइटम हो क्रोसेट आइटम पनि बुनेर बनाउने क्रोसेट आइटमहरूमा चाहिँ हजुरहरूले बुके अनि त्यसपछि क्लिपहरू अनि त्यसपछि किचेन अनि होम डेकरहरू पनि सबै कुरा बनाउन मिल्छ रिबनको रोज बुके पनि यहाँ बनाउँछौँ र फुजी वायर फ्लावर चाहिँ मैले भर्खर स्टार्ट गरिरहेको छु इन्टरनेटमा चाहिँ एकदमै धेरै मार्केट दिइरहेको रहेछ र मैले पनि मलाई मन लागेर मैले त्यो पनि गरिरहेको छु र कस्टमाइज फ्रेमहरू तपाईँको बर्थडे होस् या अरू केही छ भने चाहिँ हजुरले जस्तो चाहनुहुन्छ जस्तो हजुरले खोज्नुहुन्छ त्यस्तै नै हामीले कस्टमाइज गरेर फ्रेमहरू बनाउन सक्छौँ यो चाहिँ अब सबै चाहिँ कुरा चाहिँ देखाउन सकिन्न यो चाहिँ अब गरेको कुराहरू हो यहाँनिर चाहिँ कस्टमरको अर्डर अनुसार बनाएको कुराहरू हो र मेनली चाहिँ मैले स्टार्ट गरेपछि चाहिँ तर मैले के स्किल पाएँ र मैले किन गरेँ र मैले गर्दै चाहिँ के स्किल पाएँ त भन्दाखेरि चाहिँ सुरुमा चाहिँ क्रिएटिभिटी भयो क्रिएटिभिटी भनेको चाहिँ अब हजुरले जति गर्दै जानुहुन्छ एउटा कुरा गर्छ त्यो कुरा बिग्रिन्छ दुईचोटि गर्नुहुन्छ बिग्रिन्छ तीनचोटि गर्नुहुन्छ बिग्रिन्छ अझै बिग्रिँदा जति बिग्रिन्छ त्यति हजुरले नयाँ कुरा सिक्नुहुन्छ र हजुरको क्रिएटिभिटी स्किल पनि एकदमै धेरै डेभलप हुन्छ र ह्यान्ड क्राफ्टिङ स्किल पनि डेभलप हुन्छ हजुरले गराउँदै गएपछि हजुरको हात चल्दै जान्छ अब ऊ अस्मिले भने जस्तै उसलाई सुरुमा इन्भेन्टरी बनाउनलाई चाहिँ उसलाई 2 दिन जति लाग्यो अरे अब बनाउँदै गएपछि चाहिँ उसले लगभग एक दिन विदिन आवरमा चाहिँ उसले बनाउन सक्छ भनेपछि त हामीले जति गऱ्यो त्यति स्किल डेभलप हुँदो रहेछ र अर्को भनेको चाहिँ कम्युनिकेसन हो अब कम्युनिकेसन भनेको चाहिँ अब हामीले अर्डर लिँदाखेरि सामानहरू बजारमा किन्दाखेरि सबैसँग कस्टमरसँग कसरी रियाक्ट गर्ने भनेर चाहिँ कम्युनिकेसन गर्न सक्छौँ र प्रब्लम सल्भिङ स्किल पनि एकदमै धेरै बढ्छ र मार्केटिङ पनि बढ्छ तपाईँहरूले एउटा कुन सोच्नु हजुरहरू बजारहरू जानुभयो बजारहरूमा चाहिँ अब कोही मान्छेहरूले चाहिँ अब भनौँ न कोही व्यापारीहरूले चाहिँ यो सामान कति पर्छ भनेर सोद्धाखेरि चाहिँ अब हजुरले यति पर्छ भनेपछि हजुरले दिइहाल्नुहुन्छ नि त हजुरसँग बार्गेनिङ स्किल चाहिँ अलिक कम हुन्छ नि त तर हजुर यस्तो कुराहरू गर्दै गएपछि आफै गर्दै गएपछि कसरी छोडे गर्ने कसरी गर्दाखेरि आफूलाई प्रफिट हुन्छ कस्टमरलाई प्रफिट हुन्छ भन्दाखेरि त्यसरी बार्गेनिङ पनि गर्न सक्नुहुन्छ को लागि बार्गेनिङ गर्न आउँछ सुरुमा आउँदै उसले जति भने त्यति दिने कि अब बोल्दै नसक्छ त्यसपछि अब पछि चाहिँ अब गर्दै गएपछि चाहिँ यस्तै रहेछ मार्केट यस्तै रहेछ भनेर चाहिँ पछि त्यो कुरा पनि डेभलप भयो
अर्को चाहिँ पर्सनल एन्ड फाइनेन्सियल ग्रोथ भनेको चाहिँ अब गर्दै गएपछि सानो कुरा गरे पनि आफ्नो धेरै डेभलपमेन्ट हुन्छ नि त। अर्को भनेको मनी म्यानेजमेन्ट हुन्छ, जे कुरा गर्दा पनि फाइनेन्सियली रिलेटेड हुन्छ नि त। ल अर्को टाइम म्यानेजमेन्ट, म हजुरहरू सोच्न सक्नुहुन्छ इन्जिनियरिङको स्टुडेन्ट छु, म अहिले 7th सेमिस्टरमा छु र इन्जिनियरिङ भनेको मलाई टप कोर्सहरू सबैलाई हामी छ र त्यो कुरा गर्दा गर्दै पनि यो टाइम म्यानेज गरेर आफ्नो पढाइलाई पनि ठिकै छ, आइएम सेटिस्फाइङ, पढाइमा पनि सेटिस्फाइङ, सबै कुराहरू टाइम म्यानेजमेन्ट गरेर मैले गरिरहेको छु नि त। ल अर्को मेरो फ्युचर भिजन भनेको चाहिँ अब अहिलेसम्म चलिरहेको छ, पछि पछि चाहिँ मैले यसलाई के बनाउन चाहन्छु भन्दा चाहिँ मैले चाहिँ एउटा अनलाइन स्टोर खोल्न मन छ, आफ्नै ब्रान्डको आफ्नै नाम हो त्यसको अनलाइन स्टोर खोल्न मन छ र सोसल मिडिया ब्रान्डिङ गर्ने, त्यसपछि कोलाबरेट विथ अदर्स, अरूहरूसँग पनि अब मसँग कस्टमाइज फ्रेमहरू छ भने अरूहरू हुन्छ नि त, अब कपडाहरू बनाउने हुन्छ, त्यति सबै यो एउटा वेबसाइटमा आएपछि चाहिँ एउटा कस्टमरले चाहेको हरेक कुरा होस् कि त्यस्तो चाहिँ मैले गराउन चाहन्छु र वर्कसप एन्ड क्लासेस। र मैले अब यहीँबाट के भन्न चाहन्छु भने यदि हजुरहरू कोही इन्ट्रेस्टेड हुनुहुन्छ क्रोसेट, रिबन, रोजेट यस्तै ह्यान्डक्राफ्टको कुराहरूमा कोही अब उस हुनुहुन्छ भने चाहिँ म सिकाउन चाहिँ तयार छु है। हजुरहरू ग्रुप बनेर आउनु, कति दिनको लागि हो टाइम म्यानेज गरेर मैले सबै कुरा सिकाउन सक्छु, आफूले जानेको कुरा चाहिँ मैले सिकाउन सक्छु र एक्सपान्ड प्रडक्ट भेराइटीहरू पनि गर्न चाहन्छु। यो भनेको चाहिँ यो मेरो लागि के हो भन्दाखेरि चाहिँ यो मेरो बिजनेस मात्र नभइकन यो मेरो एक्सप्रेसन सबै कुरा हो। यसले चाहिँ मलाई इमोसनल्ली, सोसल्ली, मेन्टली सबै कुराबाट एकदमै धेरै हेल्प गरेको छ। अब तपाईँहरूले आफै बिजनेस गर्दाखेरि तपाईँहरू आफै सोच्नु, आफ्नो परिवारमा सबै समाजमा सबै इमेजै फरक हुन्छ कि तपाईँहरू केही गर्दैछन् यसले त केही गरिरहेको छ है भनेर इमेजै फरक हुन्छ। त्यसैले चाहिँ हजुरहरू सबैजनाले चाहिँ आफै हजुरमा के इन्ट्रेस्ट छ, अब यही ह्यान्डक्राफ्टमा इन्ट्रेस्ट छ भन्ने हुन्छ, कसैलाई अब कोडिङ गर्न इन्ट्रेस्ट हुन्छ, कसैलाई फोटोसप गर्न इन्ट्रेस्ट हुन्छ, जे पनि इन्ट्रेस्ट हुन्छ नि त, अरू कुरा इन्ट्रेस्ट हुन्छ। त्यही अनुसार चाहिँ हजुरहरूले आफूलाई चिन्नुहोस् र आजैबाट सुरु गर्नुहोस्। ल आजको लागि यो प्रोग्राम अर्गनाइज गरेको चाहिँ डियर टिमलाई एकदमै धेरै धन्यवाद र स्पेसल्ली मैले चाहिँ समृद्धि दिदी, हाम्रो प्यारो दिदीलाई चाहिँ एकदमै धेरै मनैबाट धन्यवाद दिन चाहन्छु। उहाँले गर्दा नै हामी सबै एकजुट भएको नै उहाँले गर्दा हेऱ्यो कि अब उहाँले 8 सेमिस्टरमा हुनुहुन्छ, अब उहाँहरू अब यहाँबाट निस्किनुहुन्छ, उहाँले सोचेका सबै कुराहरू पुरा हुन्, उहाँले सोचेका सबै कुराहरू सधैँ अगाडि बढ्नु र हजुरलाई एकदमै धेरै रेस्पेक्ट र एउटा गीत गाइदिन्छु मैले। एक्स्ट्रा कुराहरू गराउँथेँ होला, अब हिजो थाहा भयो, आज लिएर आउनलाई एकदमै धेरै गर्न